आजको यस भिडियोमा नेपाली सेनाले माग गर्ने विभिन्न पदहरूमा अनलाइन आवेदन फारम भर्ने तरिका र फारम भर्दा ध्यान दिनुपर्ने कुराहरूको बारेमा जानकारी दिन गइरहेको छु। नेपाली सेनाले प्रकाशन गर्ने विभिन्न पदहरूमा दरखास्त दिन चाहनुहुने सम्पूर्ण योग्य आवेदकहरूलाई यस भिडियोमा हार्दिक स्वागत गर्दछु। अनलाइन फारम भर्नुभन्दा पहिला दरखास्त आह्वानको सूचनालाई विस्तृतमा अध्ययन गरी सूचना बमोजिम आफ्नो योग्यता पूरा भए नभएको यकिन गर्नुहोला। दरखास्त आह्वानको सूचनामा आवश्यक संख्या, समूह, उपसमूह, दरखास्त गर्ने मिति, दरखास्त बुझाउनु पर्ने स्थान, दरखास्त दस्तुर, शैक्षिक योग्यता तथा शारीरिक योग्यताहरू, उमेर भर, गर्नुपर्ने प्रमाणपत्रहरू, फोटो, सम्पर्क मिति, छनौट प्रक्रिया लगायतका जानकारीहरू दिएको हुन्छ। अब अनलाइन आवेदन फारम भर्ने तरिका। गुगल वा क्रोममा गएर nepalarmy.mil.np मा गई रिक्रुटमेन्ट एन्ड सिलेक्सनबाट जान पनि सक्नुहुन्छ अथवा सिधै vacancy.nepalarmy.mil.np मा जानुहोला। तपाईले कुन पदको दरखास्त दिन चाहनु भएको सो सूचनाको एप्लाईमा जानुहोला। तपाईले अनलाइन फारम भर्नुभन्दा पहिला चाहिने कागजातहरू उल्लेख गरिएको छ। यहाँ राशि दाखिला गरेको बैंक भाउचर, नागरिकताको विवरण, व्यक्तिगत विवरण, डिजिटल शैक्षिक प्रमाणपत्र, पारिवारिक विवरण, पासपोर्ट साइजको फोटो। यति 6वटा कागजातहरू तपाईलाई र सकलै कागजातहरू तपाईले यो फर्म बुझाउँदा लैजानु पर्ने हुन्छ। अब अनलाइन आवेदन फारम सुरु गर्नुसमा क्लिक गर्नु होला। त्यो इन्टरफेस देखिन्छ। आवेदन दिने पदमा तपाईले कुन पदको आवेदन दिन चाहनुहुन्छ त्यो सिलेक्ट गर्नु होला। आवेदनको प्रकार आन्तरिक हो कि खुल्ला हो त्यो चुज गर्नु होला। महिला पुरुष चुज गर्नु होला। तपाईको क्वालिफिकेसन कति हो, शैक्षिक तह चुज गर्नु होला। जन्म मिति हाल्नु होला। नागरिकता नम्बर राख्नु होला। नागरिकता जारी भएको जिल्ला चुज गर्नु होला। नागरिकता जारी मिति राख्नु होला। अब तपाईहरुले नागरिकताको स्क्यान कपी अट्याच गर्नु होला। राष्ट्रिय परिचय पत्र छ भने राख्नु होला र माथि दिएको क्याप्चालाई सहीसँग इन्ट्री गर्नु होला। सबै विवरण ठिक छ भने विवरण दाखिला गर्नु होला। यति गरिसकेपछि तपाईले एउटा अस्थायी आवेदन नम्बर पाउनुहुन्छ। यो नम्बरलाई तपाईले सुरक्षित राख्नु होला। पछिको लागि काम लाग्छ। आवेदन फारम भर्दा ध्यान दिनुपर्ने कुराहरू उल्लेख गरिएको छ। तपाईले अध्ययन गर्नु होला। अगाडि बढ्नको लागि स्टार्टमा क्लिक गर्नु होला। स्टार्टमा क्लिक गरिसकेपछि यस्तो फारम खुल्नेछ। यसमा तपाईले आफ्नो व्यक्तिगत विवरणहरू राख्नु। यसमा नाम लेख्दाखेरि ब्लक लेटरमा लेख्नु होला। तपाईहरुको वैवाहिक स्थिति म्यारिड अथवा अनम्यारिड के हो राख्नु होला। तपाईको जन्मस्थान कहाँ भएको हो त्यो राख्नु होला। तपाईको आफ्नो धर्म चुज गर्नु होला र तपाईको आफ्नो स्थायी ठेगाना कुन हो त्यो राख्नु होला। अस्थायी ठेगाना पनि राख्नु होला। तपाईहरुको आफ्नो टेलिफोन नम्बर छ भने राख्नु होला अथवा मोबाइल नम्बर कति हो त्यो राख्नु होला। अनि त्यसपश्चात आफ्नो इमेल एड्रेस राख्नु होला। तपाईको उचाइ कति छ सो उल्लेख गर्नु होला। तपाईको वर्ण कस्तो छ राख्नु होला। कपालको रङ खुलाउनु होला। आँखाको रङ राख्नु होला। तपाईहरु कुनै खेलकुदमा रुचि राख्नुहुन्छ अथवा के खेल खेल्नुहुन्छ भने सो राख्नु होला। तपाईले कुनै अतिरिक्त क्रियाकलापहरू गर्नुहुन्छ भने त्यो राख्नु होला र तपाईको परिचयात्मक चिन्ह के छ त्यो राख्नु होला। अन्य विवरण केही छ भने सो उल्लेख गरी सबमिट गर्नु होला। यसमा 0 राख्नु होला। केही नभएकोमा त्यो गर्नु होला। सबमिट गर्नुभयो भने अर्को फर्म खुल्नेछ। यसमा तपाईले आफ्नो शैक्षिक योग्यताको विवरण उल्लेख गर्न सक्नुहुन्छ। शैक्षिक योग्यतामा तपाईले पहिला माध्यमिक तहको चुज गर्नु होला। एसएलसी वा एससी कुन हो त्यो चुज गर्नु होला। कुन संस्थामा अध्ययन गर्नुभएको सो संस्थाको नाम लेख्नु होला। कुन स्थानमा छ त्यो राख्नु होला। जिल्ला कुन हो कुन स्थान र जिल्ला राख्नु होला। उत्तीर्ण गरेको वर्ष तपाईले कति वर्षमा उत्तीर्ण गर्नुभएको त्यो राख्नु होला र कुन श्रेणीमा उत्तीर्ण गर्नुभएको त्यो राख्नु होला। अन्य केही भएको कैफियतमा खुलाउन सक्नुहुन्छ। अब लेखित डकुमेन्टहरू यसमा अट्याच गर्न सक्नुहुन्छ। अब प्रवीणता प्रमाणपत्र तहको शैक्षिक विवरण राख्नु होला।
कुन संकायमा अध्ययन गर्नुभएको हो त्यो उल्लेख गर्नुहोला। अध्ययन गरेको शिक्षण संस्थाको नाम राख्नुहोला। शिक्षण संस्था रहेको स्थान राख्नुहोला, जिल्ला राख्नुहोला। उल्लेखित शैक्षिक योग्यता प्रमाणपत्रहरू अपलोड गर्नुहोला। उत्तीर्ण गरेको वर्ष राख्नुहोला। कुन श्रेणीमा उत्तीर्ण गर्नुभएको त्यो उल्लेख गर्नुहोला र सबमिट एजुकेसनमा क्लिक गर्नुहोला। यति गरेपछि पारिवारिक विवरणको फर्म खुल्नेछ। बाजे अथवा बाजेको नाम राख्नुहोला। फर्स्टमा इङ्ग्लिसमा राख्नुहोला र नेपालीमा राख्नुहोला। एजुकेसन छ भने उल्लेख गर्नुहोला, छैन भने गरेन। बुवाको नाम राख्नुहोला इङ्ग्लिसमा अनि नेपालीमा राख्नुहोला। एजुकेसन छ भने राख्नुहोला, छैन भने गरेन। उमेर राख्नुहोला। आमाको नाम राख्नुहोला इङ्ग्लिस अनि नेपालीमा। एजुकेसन छ भने राख्नुहोला, छैन भने गरेन। दाजुभाइहरूको विवरण राख्नुहोला। एउटा थप्न सक्नुहुन्छ र हटाउन पनि सक्नुहुन्छ। दिदीबहिनीहरूको विवरण राख्नुहोला। एकभन्दा धेरै हुन्छ भने यसमा थप्नुहोला। तपाईँले अभिभावकको विवरण राख्नुपर्ने हुन्छ। यसमा एकजना अभिभावकको विवरण राख्नुपर्ने हुन्छ। बुवा अथवा आमाको राख्दा राम्रो। यति गरिसकेपछि सबमिट फ्यामिली इन्फोमा क्लिक गर्नुहोला र यस्तो इन्टरफेस खुल्नेछ। अब यसमा तपाईँले दरखास्त आवेदनको विवरणहरू भर्नुपर्ने हुन्छ। सुरुमा भर्ना केन्द्रमा तपाईँले कुन भर्ना केन्द्रमा फारम बुझाउन चाहनुहुन्छ त्यहाँ क्लिक गर्नुहोला। यदि तपाईँ सैनिक सेवामा कार्यरत हुनुहुन्छ भने सो विवरण राख्नुहोला, हुनुहुन्न भने यो आवश्यक परेन। अब तपाईँले उम्मेदवारले दरखास्त दिन चाहेको समूहमा टिक लगाउन सक्नुहुन्छ। अहिले यसमा आन्तरिक मात्र आएको छ। सूचना आन्तरिकको मात्र भएको हुँदा आन्तरिक आएको छ। अन्यथा आन्तरिक, खुल्ला, महिला, आदिवासी लगायतका अन्य समूहहरू आउनेछ। यसमा टिक लगाउनु होला। अब तपाईँले अडास गएका कागजातहरूमा टिक लगाउनु होला र सो कागजातहरू अडास समेत गर्नुहोला। यदि तपाईँ आरक्षणको पत्र छ भने त्यो राख्नुहोला। यदि तपाईँले ट्रेड सम्बन्धी दरखास्त गर्दै हुनुहुन्छ भने यसमा टिक लगाएर सो डकुमेन्ट अडास गर्नुपर्ने हुन्छ। अब तपाईँले आफ्नो पिपी साइजको फोटो राख्नुहोला र यो पद बाहेक यदि तपाईँले यसबाहेक अन्य कुनैमा आवेदन फारम दिइराख्नु भएको छ भने त्यो विवरणहरू भर्नुहोला, छैन भने गरेन। यो आन्तरिकको भएको हुँदा शासन सम्बन्धी विवरण देखाएको छ। यदि तपाईँको खुल्लाको भएमा त्यो विवरणहरू भर्नुपर्ने छैन। यति गरिसकेपछि तपाईँको विवरणहरू ठिक छ भने सबमिटमा क्लिक गर्नुहोला। यो आन्तरिकको भएको हुँदा यसमा सैनिक सेवामा कार्यरत विवरण भर्नुहोस् भनेर आएको छ। यदि तपाईँ खुल्लाको भएमा यस्तो विवरण आउने छैन र यसपछि तपाईँले भरेको फर्म सबमिट हुनेछ र त्यसलाई प्रिन्ट गरेर तपाईँले चुज गरेको भर्ना केन्द्रमा लगेर बुझाउनु होला। फर्म बुझाउन जाँदाखेरि तपाईँले अडास गरेको ओरिजिनल डकुमेन्टहरू लानु होला।